यात्रामा निस्केको छु। देवघाट चाहिँ पवित्र तीर्थस्थलको रूपमा रहेको छ। तिनचोकबाट देवघाटतर्फको यात्रा तेस्रो दिन अधिवेशनको तेस्रो दिन चाहिँ हामी बिहानीको समय दर्शन गरेर सुरु गरौँ। देवघाटतर्फ यात्रा अगाडि बढिरहेको छौँ। अहिले 7 बज्न लाग्यो। सुनसान छ। सबैजनालाई हाम्रो अर्को भिडियोमा स्वागत छ। हामी चाहिँ अहिले ट्र्याक्टरसँगले नारायणघाटबाट देवघाटतर्फ यात्रामा निस्केको छौँ। देवघाट चाहिँ पवित्र तीर्थस्थलको रूपमा रहेको छ। तिनचोकबाट देवघाटतर्फको यात्रा तेस्रो दिन अधिवेशनको तेस्रो दिन चाहिँ हामी बिहानीको समय दर्शन गरेर सुरु गरौँ। देवघाटतर्फ यात्रा अगाडि बढिरहेको छौँ। अहिले 7 बज्न लाग्यो। सुनसान छ। दियालो रोड रहेछ है। दियालो रोड दियालो टोल विकास संस्थाबाट हामी चाहिँ हेलो देवघाट देवघाट स्टेट हामीलाई बाटोको इन्फर्मेसन दिनुभएको छ। हामी यो त बस पार्क जानुपर्ने रहेछ। यहाँबाट चाहिँ देब्रेतर्फ गयो त्यसको जानकारी पुगिन्छ भन्ने कुरा हामीले जानकारी पाएका छौँ।
यता रहेछ घर दाइ देवघाट धाम लेखिरहेको ओके र यहाँबाट चाहिँ देवघाट यता देब्रेतर्फ रहेछ र हामी देवघाटतर्फ हाम्रो यात्रा चाहिँ बढिएको छ अब 4 किलोमिटर छ यहाँदेखि सालमा साइकल लिएर त गएको एकदम जङ्गलै जङ्गलको बाटो छ आर्मीको टिमसँग चाहिँ कुकुरहरू पनि रहेछ बस्दै गयो किलोमिटर बाटो छ छ नि त रुख लडेर तार तानेछ
वाहन आउने होइन सहरबाट टाढा खोलाको तिरमा पार्किङ एरिया रहेछ मन्दिर प्रवेशद्वार भनेको छ बनाउने क्रममा उताबाट पो जाने हो जता गयो नि रही बाले नै हुनुहुन्छ खैरीको तिमीले पनि भगवानको दर्शन गरे कि
पाइँदैन रहेछ यहाँ बार लगाएको रहेछ नि त के छ हौ छैन रहेनछ देवघाट यात्रामा चाहिँ हाम्रो दाजुभाइको टोली छ या ट्र्याक्टरसँगले हामी अहिले चाहिँ यो नारायणीको पुल नारायणी हुन्छ यो पनि नारायणी ए त्यो दोकान रहेछ नि त नारायणी काली गण्डकी बुढी गण्डकी के छ नि ए ल तल मिसिएको सङ्गम स्थल रहेछ तल चाहिँ दोकान छ तल चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ होइन त्यहाँपट्टि हामी चाहिँ पुलको मध्य भागतिर आइपुग्न लागेको छौँ ठ्याक्कै पुलको मध्य भागमा छौँ है हामी गाइजहरू यहाँ जम्मा तिनवटा आश्रम छन् ए दलेश्वर आश्रम हरिहर आश्रम ए तिनवटा आश्रममा तिनवटा आफ्नो आफ्नै विधान छन् ए आफ्नो आफ्नै तरिका छन् आफ्नो आफ्नै मान्छेहरू छन् अच्छा है यहाँभित्र एकदम राम्रो छ सबैजनाले राम राम बोल्छन् व्यवस्थापन राम्रो छ दिवस सबै राम्रो छ यहाँको स्थानीय मान्छेहरूले अलि यस्तो थिएन यता अलि बनेको छ समय क्रमसँगै विकास हुँदै गयो नि त अब मान्छे देवघाट गाउँपालिका हार्दिक स्वागत गर्दछ एकदम यो के पो भन्छ त यो बिरुवा नेभारा नेभाराले एकदम शीतल दिएर रहेछ यहाँ बाख्रा खालको यता महेशाश्रम महेश आश्रम ओके हामी चाहिँ महेश आश्रमतिर ट्रेन जाँदैछौँ चाहिँ घरहरू थिएन नि यतातिर अलिक एउटा यस्तो घरहरू थिए त्यो पनि फुसफुस खानाको समय क्रमसँगै होइन अलिक पर्थ्यो पर्नु चाहिँ अस्ति खाएकै थिएन ए हो त नि खाएको चाहिँ
पुलिस आश्रम भेटघाट तो नहीं पालपाली शौचालय यस्तै छ आफ्नो बाटो। गाईको सेवा गरेर बसेको यहाँ भर्खर नि ए अँ कहिले गाई रहेछन् यो खालको थुन भएको गाई अँ दुईवटा गाईलाई चाहिँ घाँस काट्नु पर्छ भनेर ए अँ विचार गरेर बस्यो त्यहीतिर के हो कम्पाउन्ड बाहिर बसिसक्यौँ क्या हो त्यसो हो कि के हो नि यो त गाउँै होला हौ जय श्रीराम हामी देवघाट घुम्न आएका हामी टाढाबाट आएका यो हामी बाहिर आयौँ कि जस्तो लाग्यो हामी मन्दिरबाट बाहिर आयौँ कि जस्तो लाग्यो हजुर यो महिष आश्रम कता यतै हो यहाँबाट यता छिर्नुपर्छ हजुर ए हजुर ए ल हामी चाहिँ बाटो गलत बाटो आएको रहन्छौँ है बाटो गलत रहेछ बाटो गलत रहन्छ बिहानदेखि भगवान्को नाम लिएपछि सही बाटै पुगिन्छ होला दादा ल अब चाहिँ हामी महिष आश्रमतिर तर्फ मोडिएको पनि हाम्रो यात्रा चाहिँ लगभग 10-15 मिनट भइसकेको छ यहाँ चाहिँ पिच रोड भेटिएको छ हिँड्दै जाँदाखेरि प्रवेशद्वार के हो शहीद द्रौपदीचार्य स्मृति मार्ग रहेछ यो चाहिँ र हामी चाहिँ अब महिष आश्रमतर्फ हिँडेको भएर हाम्रो बाटो चाहिँ त्यतातिर मोडिन्छ अब महिष आश्रम कस्तो रहेछ भन्ने कुरा चाहिँ हामी ट्याक्क त्यहाँ पुगेपछि एकदम डिटेल रूपले देखाउनेछौँ यहाँहरूलाई ल यो देवघाट गाउँपालिका एरिया भन्ने रहेछ लु यहाँ पनि फेरि घन्टी नै छ हजुर लु घन्टीमा हिँडेको हो कि जताततै घन्टी देखिन्छ हो ल हेर्नुहोस् यहाँ घन्टी चाहिँ यहाँ घन्टीको कार्यालय आइपुगेको छु देवघाट गाउँपालिका ल यता आइपुगेको छ है साथीहरू देश तराईको क्षेत्रमा चाहिँ एकदम व्यापक रूपमा सचेतना फैलिएरै होला जताततै घन्टी अब हाम्रो ठाउँमा हाम्रो गाउँमा पनि एकदम घन्टीमय बनाउनु पर्ने अवस्था छ झन् यो महाधिवेशनबाट एकदम घन्टीमय बनाउनै पर्ने सन्देशहरू चाहिँ हामीले पनि सुनिरहेका छौँ अस्ति रवि बालनको भाषणबाट पनि हामी एकदम ढुक्क छौँ अब देश बन्छ गगनले पनि झनै राम्रो चाहिँ आफ्नो प्रस्तुति दिए हो सबै पार्टीका नेताहरूले जस यसपालि घन्टीलाई विश्वास गरेर पछुतो छैन कसैलाई पनि भन्ने कुरो उहाँहरूको भाषणको आशा थियो त्यो कारणले पनि अब को समय चाहिँ घन्टीमय बन्नुपर्छ भन्ने हाम्रो पनि धारणा छ कुरो त्यही छ है साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ ट्याक्क कमेन्ट गर्नु होला उता भइहाल्छ नि हामी चाहिँ हामी चाहिँ अब यहाँ आएर चिया खाने उठेर हामी हिँडेको
नमस्कार अनि मासु खाने हो त हामी नमस्कार भोक लाग्दैन नि नारायण 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 ट्याक्क मिठो चियाको सकेर चाहिँ हाम्रो यात्रा फेरि सुरु भएको छ है आश्रमहरू चाहिँ एकदमै देखिन थालिसकेछन् यतातिर नै आश्रम श्रीहरि मन्दिर श्रीहरि आश्रमहरू चाहिँ यहाँ देखिँदैछ अब यताबाट हाम्रो चाहिँ यात्रा सुरु हुँदैछ गलेश्वर आश्रमतिर हामी लाग्दैछौँ गलेश्वर आश्रम हो महेश आश्रम र गलेश्वर भनेको एउटै हो के हो होइन अलग हो ए यस आश्रम गलेश्वर आश्रम हरिहर आश्रम गलेश्वर आश्रम जाने बाटो यहाँ देखाएको छ देब्रेतर्फ हाम्रो चाहिँ यात्रा मोडिँदैछ अब गलेश्वर आश्रम चाहिँ दाजु यस्तो रहेछ ल यताबाट गलेश्वर आश्रम आश्रम ल है यो चाहिँ एकदम ठुलो क्षेत्रफलमा चाहिँ फिजिएको रहेछ है यसको देवघाट धाम सबै देवघाट धाम अन्तर्गतकै हो नि त सबै होइन देवघाट धाम अन्तर्गतका आश्रमहरू हुन् आश्रममा चाहिँ 3 आश्रम छन् देवघाट धामको चाहिँ अब के गर्ने अब यिनलाई अब पाल्न पनि नसक्ने अब केही गर्न मिल्दैन अब के गर्ने अब यिनको नि आफ्नो छैन होइन अब यो व्यवस्थापन गर्न यो बाँदर सम्बन्धी व्यवस्थापन गर्न चाहिँ गाह्रो छ है ल देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित समाज कल्याण केन्द्र वृद्धाश्रम हो एकदम भजन कीर्तन सुरु भइरहेको रहेछ यहाँ हामी सुन्न सक्छौँ यहाँ चाहिँ धर्मम अस्पताल पनि रहेछ यहीँ अब यहाँ चाहिँ ल यहाँ आश्रममा रहनुभएका वृद्ध वृद्धाहरूको लागि स्थापना गरिएको हस्पिटल रहेछ यहाँ आफ्नो आश्रमको आफ्नो हस्पिटल छ आफ्नो देवघाट क्षेत्र विकास समिति सीता गुफा हो क्या सीता गुफा त लेखेको छैन कि यो 3 आश्रम घुम्छौँ भन्छ नि कहाँ छ आज दिनभरि दाजुहरूको भलाकुसारी सकिएको छैन है आज यहाँ ट्याक्क देवघाट धाम मुन्जेलै रहला जस्तो छ हामी अहिले चाहिँ आज एउटा महेश आश्रम मात्रै घुम्ने कुरो छ होइन गलेश्वर आश्रमतिर लागेको छौँ हामी अब यहाँ चाहिँ 3वटा आश्रम चाहिँ घुम्ने हो भने चाहिँ दिनभरि लाग्छ भन्ने कुरा यहाँ दाइले भन्दै हुनुहुन्छ तर हामी दिनभरिको समय हाम्रो छैन हामी चाहिँ एउटा आश्रम चाहिँ घुमेर सीता गुफा र गलेश्वर आश्रमको भ्रमण गरेर हामी आजको देवघाट धामको चाहिँ दर्शन अन्त गर्नेछौँ समय मिलेमा फेरि हामी अर्कोचोटि होइन मिलेमा हामी फेरि पुनश्च आउने प्रतिबद्धता सहित आजको भ्रमण अन्त गर्छौँ के हो प्राचीन चक्रवर्ती मन्दिर मुकुन्देश्वर मुकुन्देश्वर नमस्कार दिउँसो कान्छ गर्मीजी भन्छ भने यहाँ यो 2 खोलाको दोभान हो कि यता पनि खोला यता पनि खोला ए दुईपट्टि यता र यता दुई साइडै खोला भएको र खोलाले छिनिएको ठाउँ पर जान्छ
कुन कुन खोला हुनु अब खोला छ जुन खोलाको दोकान यो अब यो हाम्रो त्रिवेणी धाम छ नि तल त्यो पनि ठ्याक्क हो यस्तै हुन्छ क्या त्यसलाई मेन्टेनेन्स गर्ने हो भने तर यो हाम्रो चाहिँ बत्तीको छेउमा अँध्यारो भने जस्तो भयो हाम्रो चाहिँ गलेश्वरम सन्यास आश्रम गलेश्वर आश्रम रहेको छ यो चाहिँ सन्यास आश्रम श्री दुर्गा पञ्चाङ्ग मन्दिर गलेश्वर आश्रम धर्मशाला धर्मशाला रहेछ है यहाँ चाहिँ विद्यादेवी भण्डारीद्वारा चाहिँ उद्घाटन गर्नुभएको रहेछ है यो ल समुद्घाटन भएको भनेर लेखेको छ नि उद्घाटन गर्नुभयो भनेर आएको थियो संस्कृत देव वेद वेदान्त वेदाङ्ग संस्कृत विद्यापीठम ल विद्यालय भनेको होला है विद्यापीठम भनेको चाहिँ ल यस्तो रहेछ ल हेर्नुहोस् शक्तिपीठ मध्येको यो पनि एउटा शक्तिपीठको रूपमा रहेको छ यहाँ त वेद पाठ पारायण हुन्छ ल हामी चाहिँ ट्याक्कै अब चाहिँ मन्दिर परिसर आइपुगेको छौँ हेर्नुहोस् महादेव मन्दिर गलेश्वर आश्रमको गलेश्वर साधक भवन रहेछ यो फेरि गेटभित्र गएर खिचौँ होला नि फोटो बाहिरबाट चाहिँ गर्दाखेरि गलेश्वर आश्रम फुलहरू अब यहाँ पनि बाँदरको चाहिँ कति खरसाङ ओहो ल हामी चाहिँ मन्दिरतर्फ परिक्रमा गर्ने हो कि दाइ पहिले होइन हुन्छ यस्तो हो भने दाहिने पार्नुपर्छ भने त कताबाट परिक्रमा गर्ने माथिबाट चाहिँ गर्नु माथिबाटै माथिबाट चाहिँ ल हामी मन्दिर परिक्रमा गरेर मात्रै चाहिँ नि ए रामचन्द्रजी के छ खोकी लागेको छ त्यही त शिक्षण मान्छेले के गर्नु जानु
मन्दिर शिवालय एकदम घन्टा ठुलो घन्टा बजाउँदै हुनुहुन्छ है। जय घन्टी ओम नमः शिवाय। तपाईँ गयो भने घन्टीकै छ क्या माहौल चाहिँ नि। हामीले चाहिँ अब यो मन्दिरको पनि दर्शन गरिसकेका छौँ। सिद्धेश्वर महादेव मन्दिर। मन्दिर दर्शन पनि हामीले सकिसकेका छौँ। गलेश्वर महादेव मन्दिरको दर्शन पनि गरियो। आजको दिन र हाम्रो यात्रा चाहिँ एकदम शुभ रहोस् होइन। भगवान्को हातमा छ सबै कुरो भनेको। गर्नुहुन्छ त्यही कुरामा विश्वस्त छौँ हामी। हरिहर आश्रम ल यहाँ चाहिँ हामी अब हरिहर आश्रम चाहिँ नि हेर्न गइरहेको छौँ। ओहो लु लु भन अब यो घुमेर दिनुहरू भगवान्का लीला हुँदै सबै होइन। लो ए राम लो ओहो अघि हामी त्यहाँ पुगेर फुरेका हुन्छौँ। ए हो त नि यहाँ चाहिँ लु अच्छा ओ यो पुलबाट आयौँ भने त हामी ल ल ल ल ए ल ठिक छ। यो खोलाले कटान अलिक बढाएको छ नि त होइन। अच्छा ल यो बाबुहरूलाई थाहा होला नि त सीता गुफा भनेर। सर एक्सक्युज मी गुरु सीता गुफा कता ए त्यही त ए यतै हो आउनुपर्ने है। ए हस् ए हुन्छ थोरै हिँड्छ त दाइ अनि हामी ख्यालमै थुप्रो यात्रा गरिसकेका छौँ है हामीले। आजको दिन चाहिँ पवित्रै हुने हो जे होस् सोचेका पुगुन्। त्यही हो भगवान्को दर्शन भएपछि लगभग पुग्छ नै भन्ने छ हामीलाई। ल हेर्नुहोस् यहाँ भगवान्को लीला अब लु यता पनि लीला चल्दैछ जस्तो छ। रामे खालको अनि गेटबाट छिरेर यस्तो यस्तै आउने हो कि के हो? सीता गुफा पनि रहनु भएको छ भन्ने कुरा चाहिँ जानकारी पाएपछि हामी फेरि लाग्दैछौँ यता। यहीँ छन् कुकुर यहीँ छन् हो। गलेश्वर आश्रमको सचिवालय त रहनु भएको रहेछ। फेरि त सीता गुफा यता चाहिँ हो। हामी सीता गुफातर्फ जाँदैछौँ। गलेश्वर महादेव मन्दिर हामीले दर्शन गरिसकेका छौँ। अब हामी सीता गुफा नानघाट जानु भएको रेलिङमाथि नबस्नु होला। चाइनिज रहेछ ल वशिष्ठ सीता गुफा ल तर्फ हाम्रो चाहिँ यात्रा मोडिएको छ। यता रहेछ नि एरोले यता देखाएको रहेछ। यस्तो गरेर यस्तो आउने हो तर यस्तो
यस्तो ठाउँमा मजाले बास बस्न पाइयो भने र मरियो भने नि मोक्ष पाइन्छ यार। वशिष्ठ सीता गुफा ल यसमा ध्यान गर्ने क्रममा हुनुहुन्छ भस्त्रिका प्राणायाम रामहरि अहिले उसले खोजिदिएला है तेरो क्यामेरा उसले माग्यो ओ जेन्जी यो त खाने हो यो खाने चिज होइन है के हेरेको तेरिमा सियानी जेन्जु तेरिमा जेन्जुहरू यहाँ हुनुहुन्छ केही खानेकुरो ल्याइदिनु पायो भने हुँदैन त्यस्तो त रहेछ त बरालाई आशिका दिदीहरू त सिकाएकै थियो खासमा त बाँडेर खाऊ न बाँडेर भन्नुहुन्छ बाँडेर खाऊ सानो राङ ए सानो राङ ल केही पनि गरिदिनु बाबा केही पनि गरिदिनु म तिमीहरूको ल यहाँ चाहिँ नि ल हेरौँ त ओहो हामी सीता गुफा आइपुगेको छौँ यही रहेछ सीता वशिष्ठ गुरु वशिष्ठ ऋषिले ध्यान गरेको ठाउँ श्रीराम वशिष्ठ वशिष्ठ ए अहिले पनि ध्यान गर्ने रहेछ नि त होइन भित्र भित्र जान पाइन्छ होला नि यहाँ बसेर काम दादा म सेल्फी हाल्नु न त गुफा प्राचीन कालमा सीता माता अन्तर्जान हुनुभएको गुफा जाउँ न ल मलाई पनि जुत्ता सुत्केरी केही छ नि त होइन सीता गुफा मुख्य गुफा त यता हुनुहुन्छ हेर नि त परिक्रमा यहाँबाट जुत्ता चप्पल ए जान अथोरिटी छैन भने जुत्ता चप्पल यतै बिसाउनु होला हुन्छ उदय सीता माता धरती प्रवेश स्थान ओम ओम माता सीताको शक्ति पुण्य कमाउनुहोस् ल माते विभिन्न आकृतिहरू रहनुभएको छ ओहो यहाँबाट छिरेर उता निक्लिने हो हेर नि त दादा ओहो परिक्रमा गरेर दादा यसो पछाडि हेर्नु त ओके ल सीता गुफाको चाहिँ यहाँबाट हामी परिक्रमा गर्दैछौँ ए ल त्यसो त बिसाउनु पर्ने रहेछ त अझै उता पनि छिर्ने ठाउँ थियो क्या र यसो गरौँ भनिन्छ भने शिवजीको प्रतिमाहरू पनि छैन ओम नमः शिवाय यस्तोमा ध्यान